गण्डकी प्रदेश बागलुङ जिल्ला गलकोट नगरपालिकामा जन्मिएका गण्डकी प्रदेशका चर्चित भलिबल खेलाडी रवि केसीको बारेमा केही जानकारी दिँदैछु। विगत यता 2-3 वर्ष गण्डकी प्रदेश बागलुङ जिल्ला हुँदै विभिन्न क्लबबाट आफ्नो खेललाई उच्च स्थानसम्म पुर्याउँदै आएका गण्डकी प्रदेशका चर्चित खेलाडी रवि केसी भने यतिखेर जापान रहेका छन्। उनको रिचको कुरा गर्ने हो भने नेपालको टप 1 खेलाडीमा पर्छन् र उनले घरेलु भलिबल क्षेत्रमा छुट्टै पहिचान राख्न सफल भएका छन्। उनले बागलुङ जिल्ला गलकोट नगरपालिका हुँदै प्रदेश हुँदै नेपालबाट अन्डर 23 पनि खेल खेलिसकेका छन्। रवि केसीको कुरा गर्ने हो भने उनी गलकोट नगरपालिका हुँदै प्रदेश हुँदै नेपालबाट अन्डर 23 पनि खेल खेलिसकेका छन्। रवि केसीको कुरा गर्ने हो भने उनी सानै उमेरमा भलिबलमा रुचि राख्थे र पछिल्लो समय केही उता जापानमा रहेको खेलमा पनि उनी समावेश भएर उत्कृष्ट विधाहरू जित्दै आएका छन्। किनभने रवि केसी नेपालमा हुँदा एकदमै अनुशासन ढङ्गले गण्डकी प्रदेश हुँदै नेपालका ठुल्ठुला खेलहरू खेल्दै गण्डकी प्रदेशलाई विजेता बनाउँदै सर्वोत्कृष्ट खेलाडी, बेस्ट स्पाइकर, अन्य विधाको तर्फ पुरस्कारहरू जित्दै आएका खेलाडी पनि हुन् र यतिखेर उनी जापान रहेका छन् र जापानमा हुने खेल हुँदासम्म पनि सहभागी रहने गर्छन् उनले र गण्डकी प्रदेशमा उनको योगदान पनि राम्रै रहेको छ र उनले बेलामा गण्डकी प्रदेशमा खेल खेल्न आउने गर्छन्। NBA कप जस्ता खेलहरू पनि आउने गर्छन् र काबा मिन्स भलिबल लिग पनि खेल्न आए गण्डकी प्रदेशबाट र गण्डकी प्रदेशलाई कयौँ ठाउँ पनि विजेता बनाउनमा रवि केसीको धेरै ठुलो हात रहेको छ। बागलुङ जिल्लामा जन्मिएका रवि केसी नेपालको सिनियर टिममा क्लोज गेममा पनि परेका थिए र अन्तिम चरणमा भने नेपालको नेसनल टिममा पर्न नसकेर उनी अलिकति घरेलु भलिबल क्षेत्रबाट अलिकति टाढिने सोच गरेका थिए र टाढिने मन नहुँदै पनि नेपालमा भविष्य नभएको कारणले गर्दा गलकोटका रवि केसी जापान बाहिरिए र जापानबाट पनि नेपालमा खेल खेल्न आए। NBA कप, काबा मिन्स कप, भलिबल लिग पनि उनले गण्डकी प्रदेशबाटै खेले र उत्कृष्ट खेल पनि रहेको थियो रवि केसीको र अझै पनि नेसनल टिममा आश गरेका छन् रवि केसीले। उनले जापानमा हुने विभिन्न खेलहरूमा पनि भाग लिँदै आफूलाई खेल मैदानमा अब्बल गर्न सक्ने क्षमता बनाउन कोसिस गरेका छन् रवि केसीले। रवि केसीलाई सबै दर्शकहरूले राष्ट्रिय टिममा देख्न चाहेको धेरै धोको छ किनकि उनीमा अनुशासन, खेल पनि उत्तिकै छ र आफूभन्दा ठुलालाई गर्ने व्यवहार र सानालाई गर्ने व्यवहार पनि उनीमा लोभलाग्दो छ। हस्त रवि केसीको बारेमा थोरै जानकारी दिएको छु र यस भिडियोमा नयाँ हुनुहुन्छ भने र भिडियोलाई माया गर्नुहुन्छ भने सधैँभरि साथ सपोर्ट गर्नुहोला। साथै रवि केसीको नेसनल टिमको जर्सी लाउने सपना छिट्टै पुरा होस्, शुभकामना व्यक्त गर्दछौँ।